म यहाँ बहिनी त्यहाँ ढोका खोल्नुहोस् त एकचोटि यहीँबाट म यहीँबाट कुरा गर्छु बहिनी 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 अहिले भर्खरै ढोका खोलेको थिइन् नानु ल बस बस ठिकै छ ल अनि सन्चै छौ बहिनी कति बस्दाखेरि राति मर्दा डर लाग्छ होला नि होइन ए बाध्यताले बस्नुपर्छ होइन अब देउताले नमानेर भन्नुहुन्छ के अरे आन्टीहरूले होइन सुक्दैन भनेर ए रहर चाहिँ खासमा होइन अब बाध्यताले चाहिँ यसरी पनि बस्नु पर्यो है जस्तै नानु मलाई चाहिँ एउटा कुरा चाहिँ अचम्म लाग्छ क्या जस्तै हामी चाहिँ देउतालाई चाहिँ अलगै एउटा कोठामा राखेर हामी पनि घरमै अर्को कोठामा बस्न त्यसरी मिल्दैन र त्यसरी ए अब नलकै छुन मिल्दैन भनेपछि त टोइलेटै युज गर्न मिल्दैन भनेपछि त है ए ए त्यही त नि नानु होइन अब यस्तो छ अब ठिकै छ यसको चाहिँ अब यो पनि एउटा ठुलो समस्याको रूपमा मैले चाहिँ यसलाई पनि लिएँ होइन नानु अब म चाहिँ जानकी गाउँपालिकाको अब सामाजिक परिचालक यो खानेपानी सरसफाइ स्वच्छता इकाइको सामाजिक परिचालक हो अब त्यसमा पनि अब हामी चाहिँ अब यो चाहिँ एउटा नराम्रो प्रथाको रूपमा पनि हामी चाहिँ मान्ने गर्छौँ यसलाई अब यसलाई चाहिँ कसरी हुन्छ यसलाई चाहिँ अलिकति समाधानतिर पनि लाग्नुपर्छ नानु हेर्नुहोस् होइन अब यस्तै नै जिन्दगी काट्न कहाँ सकिन्छ र हो कि नै सकिँदैन अनि अब नलका पनि प्रयोग गर्न पाउनुहुन्न टोइलेट पनि प्रयोग गर्न पाउनुहुन्न टोइलेट यहाँ छँदैछ टोइलेटधरि प्रयोग गर्न पाउनुहुन्न भनेपछि त एउटा एकदमै गाह्रो विषय हो नि त अनि टोइलेट लागेपछि कहाँ दिसा पिसाब लागेपछि कहाँ के कसरी गर्नुभयो अहिले अर्कोको घरको टोइलेट जानुपर्छ युज गर्न ए जस्तै अब यहीँ हाम्रो ठाडो सामुदायिक दाजुभाइहरू पनि हुनुहुन्छ नजिकै उहाँहरूको टोइलेट प्रयोग गर्दा पनि हुन्छ होला नि ए हजुर चाहिँ जानुहुन्छ होइन ए ठिकै छ भनेपछि ठिकै हो त्यो अब अर्को त्यसरी मिल्दैन भनेपछि तर यो चाहिँ यसरी नै चाहिँ अब गाह्रो हुन्छ होइन अब यसलाई चाहिँ कसरी हुन्छ यो समस्याको समाधानतिर लाग्नुपर्छ ल हजुरलाई धन्यवाद म हजुर चाहिँ अब राम्रोसँग बस्नु होला अब रातिमा डर लाग्छ होला होइन घरकालाई पनि भनिराख्नु होला मोबाइल सोबाइल त राख्नुभएको छ होला नि होइन ए ल मोबाइल सोबाइल राख्नुभएको छ भने चाहिँ ठिकै छ तर अब रातिमा घर यहाँ छ अब हजुर यसरी यहाँ बस्नुभयो होइन ओहो म त एकदमै दुःख लाग्छ कि नानु हेर्नुहोस् होइन अब यसरी बसेको देख्दाखेरि अब आफ्नो चाहिँ कस्तो छ भन्दाखेरि हाम्रो समाजमा चाहिँ यस्तो खालको चाहिँ अब प्रथा चाहिँ छैन परम्परा छैन भनौँ होइन त्यही भएर हामी चाहिँ अब सँगै सुत्ने सँगै उहाँले नै पकाएको खाने देउता कोठामा पूजा कोठामा चाहिँ नजाने त्यति गरेपछि हाम्रो चाहिँ चल्दो रहेछ क्या नानु हाम्रोमा चाहिँ अब त्यही भएर चाहिँ अब यस्तो देख्दा चाहिँ अलि नराम्रो लाग्छ होइन ल ठिकै छ हजुर अहिले कति क्लासमा पढ्नुहुन्छ 11मा पढ्नुहुन्छ कुन स्कुलमा ए ल ठिक छ राम्रो स्कुलमा पढ्नुहुन्छ भनेपछि त तपाईँ त्यो त एकदम राम्रो स्कुल हो हिमालयन स्कुल ल ठिकै छ नानु है हस् ल धन्यवाद हजुरलाई ल हस् बस्नुहोस् के अरे गर्मी सर्मी हुन्छ कि हुँदैन पङ्खा सङ्खा छ कि नै पङ्खा सङ्खा राख्नु भएको छैन ए गर्मी त बेसरी हुन्छ होला नि है एहे ल पङ्खा पनि यहाँ त राखिदिनु पर्यो आन्टी अब यतातिर पङ्खा पनि राख्नु पर्यो उता नानुलाई त्यहाँ अब चाहिँ यो यस्तै चाहिँ अब नानुलाई गाह्रो हुन्छ त यसरी आन्टी हाम्रो देउताको थान हजुरले आउनै रहनुहुन्छ हैन हजुर त यही थिनी हाम्रो देउताको थान बन्न लागेको छ हेरे आउनु यो ए यहाँ यहाँनिर देउताको थान बनाउँदै हुनुहुन्छ थान लगाउँदाखेरि त्यति उठाउनु पर्ने छ हामीले यही थिनी पनि हजुर घर बस्नु भन्नुहुन्छ त्यही थिनी मन्दिर लगाएपछि नि यो पनि हाम्रो यदि बस्नुहुन्न यसलाई पनि हामी उठाउन लगाएको छौँ उठाउन लाउनु अनि अब घरमै राख्ने बनाउनु छ अब
टल्किरहेन आन्टी अब त सुधारमा ल्याउनु पर्छ हेर्नुहोस् हामी ल्याउने बे अब त हामी यसलाई पुरा परिवर्तन गर्नुपर्छ हेर्नुहोस् हो हामीले ठुलो बनाउँदाखेरि नि राम्रो बनाउँदाखेरि हजुर हजुरले अब त्यहाँ कामबाट उ गर्नुपर्ने त्यहाँबाट सामान पनि आधा